रातको अन्ध्यारो त मण्डन अन्धकार सँगसँगै उज्यालो न्यानो मिठो माया लिएर आएको छु। हेरेर बुझेर मन परेमा माया देखाइदिनु पर्यो। लाइक अनि सेयर सब्सक्राइब हानिदिनु पर्यो। म एउटा सानो त के भन्ने सानो तिमी एउटा नगरलाई पनि अगाडि बढ्न मद्दत गरिदिनु पर्यो। यो अन्धकारमा उज्यालो खोजेर हिँडेको म, अनि उज्यालो नपाएर तडपिरहेको म। है यो अन्धकारको भिडियो हालेर उज्यालो कतै तपाईँहरूबाट पो पाउँछु कि भन्ने आश लिएर निस्केको म। अनि बाटोहरू खिच्दै अगाडि हिँडेको गाडीहरू खिच्दै यी काठमाडौँको कुना चोकको भिडियो बनाउँदै हिँडिरहेको छु। आज भिडियो बनाउँदै म बालाचुकको चोकतिर पनि आएको छु। तपाईँहरूलाई कतिसम्म थाहा छ थाहा छैन, यो त मलाई थाहा भएन। तर म आज यही भिडियो बनाउनको लागि पागल जस्तो भएर दौडिरहेको छु। कहिले रिङ रोड जान्छु, कहिले ती साइकल कुदाउने केटाहरूलाई पो देखाउँछु, कहिले सिधै जाम। यस्तै चलिरहेछ, अगाडि बढिरहेछ अनि यात्रा अगाडि लम्किरहेछ। आफ्नो गन्तव्यमा पुग्नको लागि यो पाइलाहरू र यी चक्काहरू घुडिरहेछ, लम्किरहेछ। कतिखेर गन्तव्यमा पुगिने हो अनि कतिखेर सफल भइने हो सुनाउन बाँकी नै छ। तपाईँहरूले कान खोलेर सुन्न पनि बाँकी नै छ। तर खै गन्तव्यमा नपुगिकनै भिडियो बोली पनि लटपटिन्छ। गन्तव्यमा नपुगिकनै मेरो कतै भिडियो पो रोकिने हो कि मेरो भिडियो पो समाप्त हुने हो कि थाहा पत्तो छैन। खै केटाहरूले बाइक रुइकै म भन्छु सकेसम्म बिस्तारै स्लोमा जाऊ। गति बढी भएमा तिम्रो गन्तव्यमा पुग्न पाउँदा नपाउँदै तिमी है कतै पो पुग्छौ कि भन्ने लाग्छ मलाई। त्यही भएर एकदम सजिलैसँगले बिस्तारै नियमबद्ध रूपले तिमी चलाऊ, किन अवश्य पुग्छौ, हतार नगर। कस्तो चिसो पो हावा आयो त यो जङ्गलको बाइपास। ओहो कस्तो चिसो हावा आयो कसम। पानी पर्यो थियो कि त के गरिरहेछ यार पागलका बच्चाहरू। यो ठाउँमा किन मान्छेहरूले राइट साइडबाट मात्रै लिएर आउँछ यार। ताजुब लाग्छ, अचम्म लाग्छ, मलाई आश्चर्य लाग्छ। यिनीहरूलाई देखेर गाला फुट्टै गरी हान्नु जस्तो लाग्छ।